रामेछापको अग्लेश्वर डाँडामा रहेको चाहिँ यो शिव मन्दिर हो हैन। यहाँ चाहिँ एकादशीमा ठुलो मेला लाग्छ अनि यो चाहिँ डाँडामा छ हैन। अनि यहाँबाट देख्ने गाउँहरू चाहिँ यो दिमीपोखरी हो, गाल्पा यता छ। अनि यहाँबाट चाहिँ यस्तो भ्यू देख्छ है। आज चाहिँ क्लियर देखाछ, पुरा टाढा टाढा। यता काभ्रेहरू पनि देख्छ यताबाट चाहिँ, काभ्रे डाँडाहरू। अहिले म बसेको चाहिँ रामेछाप हो। अनि यताबाट चाहिँ यो सैलुङको डाँडा चाहिँ यहाँ छ है। यहाँबाट यहाँ छ सैलुङको डाँडा चाहिँ, टक्क यो डाँडा चाहिँ सैलुङको डाँडा हो। यहाँबाट नि राम्रो उता दोलखाको भ्यूहरू राम्रो देख्छ। सही यहाँ चाहिँ मस्त बस्नलाई चाहिँ आनन्दले चिसो हावा खाएर सलिड छ। यो खोलाको बगर उता चाहिँ यो चाहिँ मन्थली हो है। यता चाहिँ मन्थली छ, यता चाहिँ मन्थली पर्छ। यो चाहिँ के को टावर हो, यो टावरहरू बनाएको। धेरै वर्ष भएको थियो यहाँ नआएको। यो रुखहरू चाहिँ पुरा आगो लागेर पुरा डढेर यस्तो भएको छ। यो चाहिँ दिमीपोखरी हो।